हेलो नमस्ते, स्वागत छ स्मारिकाको किचनमा। आज चाहिँ मेरो किचनमा पाक्दैछ सोयाबिन। मैले चाहिँ यहाँ बोइल गरेको सोयाबिन लिएको छु, अनियन अनि गलबडा अनि तेजपत्ता। कढाई बसाल्ने, पहिला कढाई हल्का तातेपछि चाहिँ मैले त्यसमा तेल राखेँ थोरै, अनि त्यसपछि एज युजल जिरा पड्काएँ, एउटा खुर्सानी पड्काएँ, अनि त्यसपछि तेजपत्ता हालेँ। अनि यिनीहरू चाहिँ हल्का त्यो ब्राउन ब्राउन जस्तो भएपछि प्याज हालेँ। अनि प्याजलाई चाहिँ मजाले भुटेँ, किनकि मलाई चाहिँ ब्राउन बनाउनु छैन आज, प्याजबाट पानी मात्र छुटाउनु छ नि त। त्यही भएर प्याजलाई चाहिँ चलाइ भुटेँ होइन, चलाउनु छोड्यो भने ब्राउन हुन्छ नि त। त्यही भएर चलाइ भुटेँ। अनि हल्का हल्का पानी छोड्न थालेपछि चाहिँ त्यसमा मैले टमाटर मिसाएँ होइन। टमाटरको पनि मलाई पानी नै निकाल्नु छ, भुन्नु छैन। त्यही भएर टमाटरलाई पनि चलाइ एकछिन पकाएँ होइन, चलाएर पकाएँ। किनकि मलाई यिनीहरूको ग्रेभी बनाउनु हो नि त, त्यही भएर चाहिँ चलाइ पकाएँ। अनि एकछिन छोपिदिएँ होइन, थोरै पानी हालेर अनि छोपिदिएँ मैले। अनि गोलभेडा चाहिँ मजाले पाकिसकेको थियो। त्यसपछि फेरि नुन बेसारहरू हालेँ मजाले, थोरै पानी पनि राखेको थिएँ मैले गोलभेडा छोप्ने बेलामा चाहिँ, त्यो चाहिँ बिर्सेछु। अनि त्यसपछि मजाले मसलाहरूलाई चाहिँ पाक्न छोडिदिएँ एकछिन। अनि एकछिनपछि मैले चाहिँ मसला पाकेर तेल छुटेपछि चाहिँ मैले दही मिसाएँ थोरै। अनि दहीलाई पनि मजाले मसलासँगै मिक्स गरेँ एकछिन, नडरोस् भनेर चलाइराखेँ, किनकि मसला चाहिँ डढिहाल्छ, दही पनि फाटिहाल्छ क्या फेरि चलाएन भने। त्यही भएर मजाले चलाउने एकछिन, दहीलाई फाट्न नदिने। अनि हल्का तेल छोड्न थालेपछि चाहिँ अनि छोडिदिने है। अनि नि साथीहरू, हजुरहरूसँग चाहिँ यो सोयाबिनको याद छ कि छैन बचपन बेलाको? हामीहरू चाहिँ कस्तो छ भने, मेरो चाहिँ अनौठो याद छ कि म चाहिँ हड्डी नभएको मासु भन्थेँ। अनि हामी पिकनिक जाँदा पनि सोयाबिन नै लगेर पकाउँथ्यौँ कि। अनि अहिले चाहिँ अब सबै तेल छोड्यो होइन, फेरि एकचोटि मजाले चलाउने, मुनि लागिहाल्छ कि यो आइरनको कडाईमा, झन् छिटो लाग्छ है। अनि मजाले चलाएँ। अनि त्यसपछि अघि बोइल गरेको सोयाबिन मिक्स गरेँ मैले मसला पाकिसकेपछि। अनि एकछिन सोयाबिनसँगै मसलाहरू पनि फेरि पुरै त्यो मिक्स गरेँ सोयाबिनमा। यसरी पकाउँदा चाहिँ एकदमै मिठो हुन्छ। अनि यो रेसिपी चाहिँ हामी बच्चा हुँदादेखिको रेसिपी हो कि। सुनिल दाई हुनुहुन्थ्यो होइन, उहाँले बनाउनुहुन्थ्यो क्या हामी पिकनिक जाँदा चाहिँ सधैँ। अनि यो चाहिँ सुनिल दाईकै रेसिपी हो क्या, मलाई अझसम्म पनि याद छ। यो चाहिँ मलाई एकदमै मनपर्ने भएको हुनाले होइन। अनि बारीको फाटामा बसेर पापाश्री उठाएर अनि सोयाबिन र भात, अनि अरू के खान्थ्यौँ त्यस्तो याद छैन, जो सोयाबिन चाहिँ एकदमै याद छ क्या। अनि यतिखेर चाहिँ हाम्रो सोयाबिन पाकिसकेको छ। यो सोयाबिनको टेस्ट चाहिँ एकदमै मिठो भयो थियो, तर त्यो बाल्यकाल जस्तो मिठो त भएन अझै पनि। त्यो बाल्यकालको स्वाद त मुखमै झुन्डेर बसेको छ नि होइन। अनि यो चाहिँ एकदमै मिठो हुन्छ, तपाईँहरू पनि ट्राई गर्नुहोस्। अनि नि मेरो भिडियोमा लाइक पनि गरिदिनु, अनि सब्सक्राइब पनि गर्नु।